हामीले एउटा रेयर गल्ली भेटिसकेका छौँ होइन आशिष? मेरो यहाँ चप्पल निक्लेर पनि निकाल्दै आयो यहाँ अनि त्यहाँ अब हामी खुट्टातिर घुम्न आएको छौँ। भारत एक्जाम आज ब्रो भारत एक्जाम हो आज आँपको चाहिँ अब आँपले चाहिँ बोटेर गएको छ। आँपको त फिक्स हो के धेरै राम्ररी जानु लागेको छ। टनसिङ बोट छ यस्तै खोज्ने मात्रै हो आज चाहिँ किनकि अहिले राम्रो फल्ने सिजन छैन नि त। अहिले के खानु त्यो के भन्छ त्यो के पो पाउँछ नि पहेँलो पहेँलो कलरको काफल र त्यो खान्छन् नि यार मैसेहरू हो त्यो पनि खाएको यार बुझ्यो त्यो बुझ्यो खाएको किम्बु कस्तो हुन्छ किम्बु बिर्सेँ त्यस्तो हुँदैन मिठो हुन्छ त्योभन्दा त्योभन्दा मिठो हुन्छ हो अलि अमिलो खालको जस्तो पनि हुन्छ गुलियो खालको पनि हुन्छ। किम्बुवाना चाहिँ मिठै हो किम्बुवाना धेरै राम्रो त्यो निकाल्नु पर्दो रहेछ एउटा त्यहाँ बोर्डबाट त्यो काँडै काँडा हुँदो रहेछ त्यसमा चाहिँ धेरै बिर्दो रहेछ मैले टिपेर दिएको त्यसले ढक्कन जस्तो हुन्छ त्यो ढक्कन निकाल्नुपर्छ होइन ढक्कन निकालेपछि खानु मिल्छ त्यहाँदेखि। मस्त छ यार पिसो अहिले चाहिँ हामी हेर्दा हेर्दा कहाँ पो आइपुग्यौँ साइकलमा चिसो पानी आएको आइज अरे चिसो तातो त्यो के को बोट रहेछ को संरक्षण बोट हो रह्यो के रोपेछन् क्या हो यहाँ स्याउ हो क्या हो होइन पराल छन् त तल कस्तो ठाउँ छ यार यो हाइटमा टायर उठाइदिउँ ल उठाउन आउँदैन हामी अब के गर्ने अरे आशिष भन् त टेस्ट गर्ने हो यहाँ अब के को टेस्ट हो अब देखाउँछु। हामीले एउटा रेयर गल्ली भेटिसकेका छौँ होइन आशिष? अब हेर्नुपर्छ यहाँ आशिषको कमाल पुग्छ नाइ म भगाउनलाई रेडी छु यस्तो भगाउँछु नि म रोक्न अलिकति बिस्तारै हेरेर है आशिष हेरेर है रोक हो यहाँ आउँदैछ पुरै गल्लीमा छ यार बोट पनि त्यहाँ माथि पनि हुन सक्दैन भागेको छ अलिअलि माथि छन् कि तलै छन् यार
धन्न देखेन नि यार यस्तो गरेर चाहिँ साइकल झ्याप्प बिस्तारै भयो हेर त धन्न मान्छे कोही थिएन नि मात्र अहिले त कम फसिन्छ मलाई यस्तो कहिले बनाउनु आउँदैन पछाडिदेखि लट्ठी लिएर आउनु अरे कि हाइटमा कसरी भयो यार यो पछाडि गर त साइकल पछाडि अगाडि भयो अगाडि अगाडि त छ त लागेको छैन त गियरवाला हो त ए हेर त उही भाइ अहिले त मान्छेले देख्यो भने मार्थे यार म त भागिहाल्थेँ उत्तिकै भएको थियो होइन यहाँ पनि छन् तर यहाँ काँचै छन् त्यहाँ त्यति नै हात पनि पुगेको थिएन साइकलले सानो भयो त्यो बड्डा साइकलमा आउनुपर्छ हो एकजना कुदाउँछ अर्कोले झ्याप्प ठिक्छ दुईजना सँगै आउनुपर्छ होइन त्यो बर्थडे साइकलमा पछाडि बसेर अनि ठ्याक्क म उभिन्छु पछाडि सिटमा आशिषले चलाउँछ बसेर पनि पुगिन्छ कत्रो अग्लो हुन्छ यत्रो हुन्छ बस्ने ठाउँ नि हल्का मात्रै पुगेको थिएन हात ठिक छ अब नेक्स्ट टाइम आज भएन नगरौँ आज अब गलत आयो सन्देश सन्देश आइरहेको सन्देश पनि अघि हेलो भन्दै थियो ए ल थ्याङ्क यू